मिलेपछि र उहाँलाई वेल रेकगनाइज गरेपछि डेफिनेटली हामीहरूले चाहिँ उहाँको लागि इन फ्युचरमा यही पहिलो 13 जनाको भिसी कुलवीर थापालाई जस्तै उहाँको पनि स्ट्याच्युहरू बनाउनको लागि ठाउँ ठाउँमा हामीले अपिल गर्दछौँ। त्यसको लागि तपाईँहरूले साथ सहयोग र सपोर्ट दिनुहुन्छ होला भन्ने पूर्ण आशा गर्दै थ्याङ्क यू सो मच प्रेसिडेन्ट अफ एनआरएनए युके प्रेम भामगरज्यू। यसमा अलिकति म थोरै फेरि पनि अलिकति हामी मिले मतमा के अरे एकअर्कामा अन्डरस्ट्यान्डिङ गरेर सेवारु सबैजनालाई फेरि पनि हजुरहरूलाई मेरो च्यानल आशा लिम्बू ब्लगमा वेलकम छ। आज चाहिँ हामीहरू अल्ट्रासाउन्ड जाँदैछौँ एनआरआई युकेले अर्गनाइज गर्नुभएको ट्रिब्युटको लागि। उहाँ चाहिँ नेपाल लगायत विश्वका चर्चित माउन्टेन क्लाइम्बर निर्मल पूर्जा अल्सो नोन एज फेमसली निम्स दाई लगायत अरू पनि शहीद हुनुभएका माउन्टेन क्लाइम्बरको लागि हामी श्रद्धाञ्जली दिनको लागि जाँदैछौँ। होपफुली हाम्रो तीर्थयात्रा सफल होला। अनि यो भिडियो मार्फत चाहिँ उहाँको फ्यामिली रिलेटिभ अनि फ्रेन्ड्सहरूलाई चाहिँ स्टे स्ट्रङ भन्न चाहन्छु। थ्याङ्क यू, नमस्ते। हेलो ड्याडी, सन्चै हुन्छ? आज हामी यहाँ अल्ट्रासाउन्ड आएको छौँ, के को लागि आएको यसो भनिदिनु न हाम्रो भ्युअर्सहरूलाई। आज बडो एउटा दुःखको समयमा हजुर यो एनआरएनएले आयोजना गरेको हाम्रो माउन्टेन क्लाइम्बर हजुर निम पूर्जाको विषयमा हजुर जुन पाकिस्तानको ब्रोड पिक माउन्टेनमा हजुर क्लाइम्ब गर्नु जानुभएको थियो। हजुर उहाँ लगायत अरू साथीहरू उहाँको साथीहरूसँग सबै देहान्त भयो। हजुर अनि गर्दाखेरि त्यसको एउटा मेमोरीमा यो निम पूर्जाको लागि हजुर विषय लिएर एउटा आयोजना भन्ने एउटा मेमोरीको लागि हजुर जस अर्गनाइज गर्नुभएको छ यहाँ एनआरएन युकेले। त्यसमा हामी सम्पूर्ण युकेवासी नभएर सम्पूर्ण देश विदेशमा हुने सबै इङ्ग्लिस नेपाली सबै के अरे यहाँ भेला भएका छौँ र यसको लागि हामी के भन्नु बडो दुःखको कुरो। त्यसमा हामी एकदम निशब्द छौँ। उहाँ हाम्रो निम पूर्जाको परिवारप्रति एकदम धेरै श्रद्धाञ्जली होइन श्रद्धाञ्जली व्यक्त गर्नुहुन्छ। शक्ति प्रदान गरौँ भन्ने चाहन्छु र शक्ति प्रदान गरौँ। थ्याङ्क यू। हुन्छ, धन्यवाद। थ्याङ्क यू। हाई आशा छोरी। नमस्ते। अनि तिम्रो मम्मी अनि हामी आज यो हाम्रो निम पूर्जाको विषयमा बडो दुःखको घडीमा आएका छौँ र आशालाई के भन्नु विचार छ कि? सर्वप्रथम त सबैजनालाई मेरो युट्युब च्यानल हेर्नुभएको सबैजनालाई दिदी बहिनी दाजुभाइ तथा मामा माइजू अङ्कल आन्टी सबैजनालाई मेरो च्यानल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि हजुरहरूलाई मेरो च्यानल आशा लिम्बू ब्लगमा वेलकम छ। अनि आज चाहिँ हामी यहाँ एनआरएन युकेले अर्गनाइज गर्नुभएको छ यहाँको इभेन्ट। आज निर्मल पूर्जा अल्सो नोन एज निम्स दाई उहाँको ट्रिब्युट गर्नुको लागि उहाँ लगायत अरू पनि देहान्त को लागि चाहिँ हामीले ट्रिब्युट उहाँले अर्गनाइज गर्नुपर्छ। त्यही भएर यहाँ युकेबाट विभिन्न ठाउँमा बस्नुभएको हामी एकमुष्ट नेपालीहरू सबैजना एक टुगेदर भएर भनौँ न आएको छौँ उहाँहरूको प्रेयरको लागि।
अनि त्यस्तो स्थितिमा अब कति दुःख होला होइन मम्मी अब उहाँको फ्यामिली रिलेटिभहरूलाई कति दुःख होला त्यसको लागि के भन्न चाहन्छु भने स्टे स्ट्रङ भन्न चाहन्छु उहाँहरूलाई अनि भगवान्ले रक्षा गर्नु होला उहाँहरूलाई त्यही भन्न चाहन्छु थ्याङ्क यू नमस्ते ल ल धन्यवाद यहाँ आउने जाने क्रम भइराखेको छ नेपाली इङ्ग्लिस सबैजना आउने जाने भइराखेको छ त्यो विषय लिएर थ्याङ्क यू I would like to thank you all very much for your kindness, for your support, and you are our voice. And without you, I wouldn't be here able to speak what I just said now. My head is not here with me, but you know what? Because of you people, give me strength. And my family, I'm just here to say thank you very much. शब्द नै छैन अब म नेपालीमा पढ्छु है बुवा म हुनुहुन्छ जो आज यहाँ पाल्नुभयो है तपाईँहरूको ढुकढुकीमा पनि तपाईँको आँखा पनि आँसु झरेको छ म देख्छु होइन मलाई झन् कस्तो भयो होला मेरो परिवारलाई कस्तो भयो होला मेरो बुहारीलाई कस्तो भयो होला हजुरले इमाजिन सोच्नु सक्नुहुन्छ तपाईँ र हाम्रो भगवान हो हाम्रो शब्द तपाईँले बोलिदिनु भएको छ मेरो शब्द नै छैन सधैँ तपाईँहरू चाहिँ नि म मरेर गए पनि हजुरहरू मेरो हृदयमा हुनेछ मेरो परिवारको हृदयमा हुनेछ जुन मेरो भाइको लेगेसी जसले उसले हामीलाई छोडेर गयो यो लेगेसीलाई अघि बढाउने हाम्रो परिवार र साथमा हामीहरू सबै तपाईँहरू परिवारले साथ दिने हुनेछ र संसारभरि रहेको ह्युमन बिलले पनि सहयोग दिने हुनेछ भन्ने मैले एकदम आशा लिँदै फेरि पनि म भन्न गएँ धन्यवाद थ्याङ्क यू मैले लिएको थिएँ यहाँ पनि लिएको नेपालको चाहिएको छ हामीले त्याग्न हुँदैन तर तिमीले उताको लिएको रहेछ नेपालको चाहिँ ट्याग्नु पर्छ भनेर आउँछ भने हामी त्यसको विरुद्धमा लड्छौँ यो सिएनसीले लड्छ हाम्रो टिम लड्छ हाम्रो कानुन विरुद्ध त्यो कति मान्छेलाई थाहै छैन
राष्ट्रिय परिचय पत्र लिनु आउँछ नि त नेपालको नागरिकता देखाएर पाइहाल्छ मान्छे तर त्यसलाई भन्नु नि त मैले त पनि यहाँ भन्नु पर्दैन यता होइन त्यही त कुन एरिया स्यान्डर्सबाट आउनुहुन्छ स्यान्डर्स यो सिएनसिबिजीको अध्यक्ष हो ए सिएनबिसी हो सिएनसिबिजी नागरिकता निरन्तरता हुनुपर्छ भनेर आवाज उठाउने संस्था यो मात्रै हो अब यहाँ एनआरएन साथीहरू हुनुहुन्छ के हुनुहुन्छ ठिकै छ मैले एकदमै चेक गरेँ खासमा भन्ने हो भने एनआरएनको चाहिँ मेम्बर त होइन नि त मेम्बर होइन नि एनआरएनको त्यो भएन मैले भनेको चाहिँ त्यो हो त्यो नभएसम्म चाहिँ हाम्रो पैसा जजमेन्ट गरौँ करोडौँ खर्च गरौँ कि हुँदैन त्यो किसिमको चाहिँ हुन त पहिला यहाँनिर चाहिँ नि निचोर कुरा चाहिँ के अरे निकालेर चाहिँ जानु पर्यो रेडी हो ल यहाँ फोटो खिचौँ न त आउनुहोस् फोटो खिचौँ यहाँ नानीलाई फोटो खिच्नु पठाउनु यो फोटो खिचेर त्यहाँ बसेको फोटो खिच्ने भाइ यता आउनुहोस् होइन दुईमा ल्याएर respected brother of Nils Purda, Kamal Purdaज्यू लगायत विभिन्न संस्थाबाट पाल्नुहुने अध्यक्षज्यूहरू आफ्नो आफ्नो हुँदामा हुनुभएका अन पोजिसनमा हुनुभएका व्यक्तित्वहरू र यहाँ पाल्नुहुने बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत संसारभरि छरेर बस्नुभएका यो लाइभ ब्रोडकास्ट हेरेर बस्नुहुने नेपालीहरूमा फेरि पनि धन्यवाद दिन चाहन्छु र विशेष गरी यस्तो खालको दुःखद घडीमा हामीहरूले जुन चाहिँ गएको 30 जुलाई 2026 सालको दिनमा जुन चाहिँ म्याग्दी जिल्ला दानामा जन्मिनु भएको एकजना महामानव भनौँ अथवा एउटा एक्स्ट्रा अर्डिनरी व्यक्ति जुन चाहिँ परिवारलाई चाहिँ अलिकति सान्त्वना मिलेपछि र उहाँलाई वेल रेकगनाइज गरेपछि डेफिनेटली हामीहरूले चाहिँ उहाँको लागि इन फ्युचरमा यही पहिलो 13 जनाको भिसी कुलवीर थापालाई जस्तै उहाँको पनि स्ट्याच्युहरू बनाउनको लागि ठाउँ ठाउँमा हामीले अपिल गर्नेछौँ। त्यसको लागि तपाईँहरूले साथ सहयोग र सपोर्ट दिनुहुन्छ होला भन्ने पूर्ण आशा गर्दै वन्स अगेन यति छोटो समयमा यसरी आइदिनु भयो र हामीले जुन चाहिँ एउटा महामानव पाएका छौँ यो 21st सेन्चुरीमा यस्तो खालको सेन्चुरीहरू धेरै पटक आउने जाने भए र यस्तो खालको हामीले चाहिँ नेचरसँग फाइट गर्ने व्यक्ति पाएका थिएनौँ। यसको लेगासीलाई चाहिँ कन्टिन्युएसन गरिदिनको लागि संसारभरि रहेका नेपालीहरू लगायत नेपालमा रहेका नेपालीहरू लगायत र 210 वर्ष इतिहास भएको गोर्खाजहरूलाई चाहिँ विनम्र अनुरोध गर्दै मेरो 2 शब्द यही टुङ्गाउँछु। धन्यवाद, नमस्कार। थ्याङ्क यू सो मच प्रेसिडेन्ट अफ एनआरएनए युके प्रेम दामोदरज्यू। यसमा अलिकति म थोरै फेरि पनि अलिकति हामी मिलेमतोमा के अरे एकअर्कामा अन्डरस्ट्यान्डिङ गरेर पाले पाले
कस्तो नदेखेको यो लु है अब चाहिँ हामी घर फर्किँदैछौँ। हाम्रो आजको तीर्थयात्रा पनि सफल भयो। हामीले अलरेडी श्रद्धाञ्जली हजुर श्रद्धाञ्जली दिइसक्यौँ। निम्स दाई लगायत शहीद हुने अरू माउन्टेन क्लाइम्बर लाई पनि हजुर उहाँको अब उहाँ शहीद भए पनि उहाँको लेगेसी चाहिँ हमेसा हाम्रो साथै हुनेछ। हजुर त्यही त उहाँ गए पनि हाम्रो मनमा हुनुहुन्छ उहाँ। अनि जस भनौँ न अब पछि गएर पनि उहाँको लेगेसी जारी हुनेछ। अनि लास्टली एनआरएन युके को मेम्बरहरूलाई सबैजना कम्युनिटीहरूलाई चाहिँ थ्याङ्क यू सो मच फर अर्गनाइजिङ यस्तो राम्रो एज अ प्रोग्राम। हामी यसरी नै अगाडि बढौँला होइन। अनि नेपाली कम्युनिटी युकेमा भए पनि स्ट्रङ हुन्ला भन्न चाहन्छु। यसरी नै अगाडि बढौँला। थ्याङ्क यू सो मच। बाई सबैजनालाई। सी यू इन द नेक्स्ट ब्लग।